हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ सामे गार्डनको फर्स्ट एनिभर्सरी प्रोग्राम छ होइन। पुरै सेलिब्रेसनको लागि सबै डेकोरेसन भइसकेको छ। यहाँ तपाईँहरूले देख्नु हेर्नुहोस् साथीहरू कस्तो लाग्छ होइन। यहाँ सबै यहाँ दिदी हुनुहुन्छ, यो बार यहाँको चाहिँ होइन। सबै स्टेज बनाइसक्यो, बेलुका यहाँ कल्चरल प्रोग्राम हुन्छ। त्यसपछि यहाँ सबै गेस्टको लागि सबै टेबलहरू सेड्युल गरिसक्यो। हाम्रो दाइ त्यहीँ बसिरहनु भएको छ, हाम्रो सुधीर भाइ। त्यसपछि यहाँ पनि यस्तो गरेर छ टेबलको लागि आजको होइन। सोफा एरिया के छ, यस्तै त हो जिन्दगी। काममा आयो, बिहानै आयो, बेलुका 10 बजी गयो घरमा। यही छ हाम्रो एउटा भाइले यहाँ अर्डर लिइरहेको छ टक्क। माथि चाहिँ छ हाम्रो स्टाफहरू हुनुहुन्छ। अनि त्यसपछि गार्डन एरिया हो गाइस। पुल खेल्नलाई बेस्ट, पुल खेल्न आउँदा नि हुन्छ यहाँ। यो चाहिँ रुमको भइहाल्यो। तपाईँलाई मैले पहिलो भिडियोमा पनि देखाएको छु, तर पनि अलि राखिदिएको अहिले नि। मेरो काम चाहिँ चकलेट गयो होइन। पाउडर नि राख्छ, कहिले पाउडर राख्दैन। यो गयो हाम्रो मिल्क रेडी भयो हाम्रो क्याफे मक्का होइन। माथिबाट गार्निस गर्नु ए आइस मक्का, सरी ल। त्यही मुखमा के छ भाइ? वाउ, त्यो पानी परेर त्यस्तो टेन्टमा बसेर खाना खाना क्या मजा आउँछ होला होइन गाइस। त्यसपछि टक्क माथि छ होइन, रुफमा केटाहरूसँग टक्क बसेर ओडी फुल लिएर आइस नहालिकन यत्तिकै जुस हालेर खाँदा हुक्का तान्दै आमा लाइफ सेटल हो कि होइन। तर यहाँ काम गर्न नि मजा छ नि त फेरि मलाई। ठिकै छ यहाँ पनि गाइस। अनि आउनु होला, भिजिट गर्नु होला होइन। अरू के भनौँ न होइन, मेरो थ्रुबाट आउनु तपाईँले डिस्काउन्ट दिन्छु, म दिलाउँछु। मेरो भ्लग हेरेर आएको भन्नुपर्छ, म डिस्काउन्ट दिलाउँछु कि तपाईँहरूलाई। आउनु न है। अब एकछिनमा हाम्रो एनिभर्सरी प्रोग्राम नै सुरु हुन्छ एकछिनमा। अनि एनिभर्सरी प्रोग्राममा भेटौँला है गाइस। अहिलेलाई चाहिँ